Hi everyone. आज सन्डे अनि आज चाहिँ तल हाम्रो क्लिनिक यहाँको क्लिनिक छ नि त्यहाँनिर अब एक सालको लागि भन्नु होला ड्युटी छ अनि त्यहाँ ड्युटीको लागि जान आएको. लेट्स गो. The wind hums songs at the break of day. अलमोस्ट अब सामानहरू जोडेर जानुपर्छ त्यो सबै बोकिसक्यो. अब चाहिँ कम्ती राख्नु लागेको हो. तपाईँहरूको सन्डे चाहिँ कस्तो हुन्छ? मेरो सन्डे चाहिँ त्यस्तै हो सधैँ एभ्री सन्डे तल ड्युटीमा जानुपर्छ त्यस्तै हो. ओके गो त. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. सो यहाँको वेदर हामी सुनेको हिजो राति चाहिँ पानी खतरा परेको अनि पुरा चिसो भइरहेछ. पुरा फगी लागिरहेछ. अनि पुरै जाडो पर्दैछ है. अनि तपाईँहरूतिर के हुँदैछ त्यसको कुराहरू पनि होला. While rivers whisper truths as they flow down. यसरी खोलेर पो जानुपर्छ. यस्तो छ है ड्युटी लाग्ने ठाउँ चाहिँ हाम्रो क्लिनिक. हाम्रो यहाँको क्लिनिक हो. अब नाम लेख्नुपर्छ मान्छेहरूको. The silence alive, yet brimming with sound. In the arms of solitude I am found. Oh, whispering pines, sing me your tune. अलिक छिटो गइरहेको चाहिँ नाम लेख्नुपर्छ पाउनुभन्दा अगाडि. अनि आज चाहिँ मान्छे धेरैजनाको नाम छैन रहेछ. दुईजनाको आयो भनौँ है. दुईजनाको हजुर के खाना के गर्नु आएको हालेको छ है भिडियो सक्यो. के होला त सक्यो. आङ्गीमा माध्यमिक चाहिँ कहाँ हो उमा होइन उपदेश अभिधर्म कैसा सक्यो हाम्रो सक्यो नि आज के सक्यो आज चाहिँ चोङमा जो अभिधर्म पैसा सक्यो सम्पन्न भएको दिन एकदम खुसी छु. खुसी भएर चाहिँ अब सक्नु नमानेको थियो सकेर होला खुसी भयो एकदम मनपर्छ नभए खुसी भयो हो. त्यस कारण म छुट्टी हालेर साथीले हो छुट्टीमा म कुरा भने गुम्बा चक्र है. गुम्बा चक्र 1 लगाएर चाहिँ त हामी के हो शम्भुको दर्शन गर्न आइरहेका छौँ. अनि लगभग अब के हो उसले बोल्यो भने चाहिँ लक ल नि भाइ तिम्रो युट्युबमा चाहिँ यो चाहिँ अब के हो कट नगरिकन टक्क हाम्रो चाहिँ ल ओके ओके ल म यहाँ के हो छुट्टिन्छ. अरू साथीहरू चाहिँ के हो अब हेल्थ पनि होइन स्वास्थ्य पनि एकदमै अब के हो स्वास्थ्य नै के हो एउटा उखान छ नि सस्ता नै धन हो. स्वास्थ्य नै धन हो भन्ने एउटा उखानलाई चाहिँ हामीले मध्यनजर गर्दै होइन हजुर आत्मसाथ के हो लागु गरेर चाहिँ यहाँ आएको छौँ किलो जोक्नुको लागि. किलो जोक्ने खालि छ भने प्रेसर पनि नाच्ने हामी होइन. त्यस कारणले हामी यहाँ आएको छौँ. एकदमै हेल्दी छ. म चाहिँ अलिकति त्यो अब हेल्थमा अलिकति समस्या भएको कारणले म यहाँ आएको छु. यो चाहिँ सन्दुपको युट्युबमा हाल्ने हुँदैन. यो चाहिँ म नकाटी गर्ने हाल्छु. अब फेरि उनीहरू चाहिँ हानेको गर्छ फेरि. ल नकाटी गर्ने हाल्छु. यस्तो किताब चाहिँ कलेजमा खास त हामी चाहिँ के हो अब कलेज पढ्दैछौँ नि त. कलेजमा खास यस्तो किताब चाहिँ हुँदैन. पात्लो हुन्छ हैन कम्प्युटर बोक्ने एउटा चलन चल्दै आइसक्यो हामी पुरानो तरिकाले तर हामी चाहिँ के अब एकदमै गरिब
गरिब हैन ओ गरिब भएर हैन हामी एकदम के रे अब स्पोन्सर खोज न नि स्पोन्सरको डिमान्ड गर न यहाँनिर स्पोन्सर त पर्दैन अब कति मान्छे स्पोन्सर गर्ने मान्छे गरिबै हुन्छ नि त हैन हाम्रो ज्यादातिर चाहिँ स्पोन्सर माग्दैन हो ए बहुत दामी छ उहिले चाहिँ अब यस्तो हामीले चाहिँ अहिले के यस्तो त उहिले अहिले चाहिँ अब के उहिले देखिको रीतिरिवाज चाहिँ हामीले यस मर्निङ लामा यो उहिले देखिको ठुलो पुग्ने चाहिँ यहाँ चलिरहेछ यहाँ ड्युटी परेको छ क्या हो न सक्यो यो चाहिँ नादा हुन्छ यो अपुरो भयो लसो लामा तसिदेले अनि लामा धेरै दिनपछि यहाँनिर आउनुभयो अनि लामा सञ्जय कुशल एकदम अनि लामा के कति ल्याउनु भयो आज यहाँनिर आज यतिकै आज सन्डेमा हाम्रो हस्पिटलको चाहिँ त्यही कारण एकछिन घुम्न आएको ए हजुर आज हाम्रो यहाँ सन्दुकको सुटिङ परेको रहेछ ड्युटी हजुर हैन यो कुर्सी खाली छ कि कुर्सी खाली व्हील चेयर चाहिँ खाली छ कि लामा हाम्रो क्लिनिकको बारेमा हाम्रो मान्छेहरूलाई के भनिदिनु न लामालाई अलिक थाहा हुन्छ लामा चाहिँ यहाँनिर हाम्रो एकदम उहाँ चाहिँ हाम्रो फर्स्ट सिनियर हाम्रो यहाँबाट के भन्नु पर्दाखेरि अब यहाँको युनिभर्सिटी अब यहाँनिर जुन यहाँ हामी थोलो भन्छ टिप्टेनमा हामी युनिभर्सिटी हो नि बुद्धिज्म फिलोसोफीको हाम्रो सघाउनेमा फर्स्ट सिनियर चाहिँ ब्याच चाहिँ उहाँहरू हुनुहुन्छ त्यो बारेमा उहाँलाई धेरै जानकारी छ यसो बारेमा अनि हल्का केही शब्द राखिदिनुहुन्छ तपाईँलाई यो हाम्रो क्लिनिक जस्तोमा तपाईँलाई अलिक थाहा होला अब हामीलाई त थाहा थिएन हामी त बिचमै थियो अब यो क्लिनिक बनाएर पनि निकै वर्ष भयो त्यति बेला पहिले त एकदम सानो थियो नयाँ बनाएर पहिले यस्तो थिएन नि अहिले त यो सबै नयाँ हो नि एकदम सानो थियो हजुर अहिले चाहिँ एकदम राम्रो बनाएछ राम्रो बनायो त्यो माथि सन्डेको दिन चाहिँ कालिम्पोङबाट डक्टर सोनम आइबस्छ हप्तामा एकदम अनि अब यहाँ लाभाको वरिपरिको भिलेजहरू है उनीहरूलाई साह्रो पर्छ भनेर एउटा मनस्थिति धेरै सोचेर चाहिँ एउटा क्लिनिक पनि खोलेको हो त्यो माथि अब उनीहरूलाई पनि फाइदा होस् होइन राम्रो होस् भनेर चाहिँ हप्तामा चाहिँ सन्डेको दिन चाहिँ खोल्छ यो चाहिँ हजुर हजुर अनि सबैलाई पनि टाढो जानु नपरोस् एकदम सजिलोको लागि ए त्यो चाहिँ हजुर अनि यो चाहिँ लामाले कस्तो के भन्छ यो बनाउनु एउटा हाम्रो मैले सुनेअनुसार रिम्पोछेको हाम्रो गुरुको नाममा पनि बनाउने कुरा छ थर्ड मेमोरियल भन्ने कारण छ त्यसको बारेमा के भनिदिनु यो चाहिँ रिम्पोछे हाम्रो थर्ड रिम्पोछे जामगन कुङचु रिम्पोछेले चाहिँ अहिले आई क्याम्प पनि खोलेको छ 8 माइलमा त्यो पनि पहिलादेखि गुरुजीको पनि इच्छा एउटा थियो है त्यो माथि सानो सानो क्लिनिकहरू पनि धेरै खोलेको छ अहिले हाम्रो लाभामा पनि सानो एउटा क्लिनिक खोलेको छ त्यो पनि हाम्रो रिम्पोछे थर्ड जामगन कुङचु रिम्पोछेको पनि धेरै सोचले गर्दा एकदम सक्सेसफुल भएको छ है कालिम्पोङमा 8 माइलमा पनि अहिले आँखाको त्यो एकदम मजाले भएको छ त्यो पनि एकदम सो सक्सेसफुल है राम्रो भएको छ त्यही हो भन्न चाहन्छु हजुर ओके हजुर हजुर लामा अनि तपाईँलाई एकदम धन्यवाद यस्तो जानकारी यस्तो राम्रो दिनुभयो है त्यसको लागि चाहिँ हुन्छ थ्याङ्क यू हजुर थ्याङ्क यू हाम्रो थर्ड रिम्पोछे चाहिँ उहाँहरू हुन्छ नि उहाँलाई ल हजुर हस् त लामा नि एकदम मुरी धन्यवाद सबैलाई चाहिँ सब्सक्राइब एन्ड लाइक सेयरिङ गरिदिनु ओके थ्याङ्क यू लामा थ्याङ्क यू ओके एन्जेलिना राई काट्नुहोस् तर ए भिडियो भएन के ल्याउनु भनेको म त्यो पाडल के ल ओके ल म माथि बाहिर फेरि महँगो दिन्छ कति दिन्छ ओके ल हो अब आजको ड्युटी पनि सकेँ साथीसँग मजाले आज हाम्रो काम चाहिँ मजाले सकेँ ल आज काम पनि सक्यो एकछिन गरौँ अब चाहिँ गएर रेस्ट गर्नुपर्छ 3 बजेसम्म 4 बजीसम्म त्यसै पूजा जानुपर्छ त्यस्तै हो अनि सन्डेको ब्लग एभ्री सन्डे हामी यस्तै हो ल त ओके या थ्याङ्क यू अल फर वाचिङ द भिडियो किप सपोर्टिङ सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला या सी यू इन द नेक्स्ट भिडियो टेक केयर